अस्ति मलाई एउटा मैले हालेको थिएँ है मेरो फेसबुक पेजमा अन्त कतिको कमेन्ट्स चाहिँ के आएको थियो भन्दा चाहिँ यो तपाईँहरूले अन्त किन यत्रो दुःख है यसलाई चाहिँ मेसिनमा गर्दा चाहिँ हुँदैन भन्ने पनि क्वेसनहरू गरेको थियो मेरो कमेन्ट्समा आएको थियो कि अन्त मैले चाहिँ होइन हुन्छ नि किन हुँदैन मेसिनमा गर्न अहिले त सबै है अब सबै कुरा मेसिनहरूले गर्छ तर मेसिनको डिमान्ड भन्दा चाहिँ ह्यान्डमेडको मात्रै डिमान्ड बेसी हुन्छ उहिले त खास गरी हो भने त मुङ मात्रै पिसिन्थ्यो तर मुङको एमाउन्ट चाहिँ अहिले 110 रुपियाँ केजी भएको कारणले गर्दाखेरि चाहिँ हामीले मुङ दाल चलाउन सक्दैनौँ किनभने फिङको रेट अलिक कम्ती नै छ कि फिङको रेट हुनु पर्यो 50 रुपिस पर प्याकेट त हामीले मुङ दालको बनाउन सकिन्छ है तर अब त्यो अब फिङको रेट कम्ती भएको कारणले गर्दाखेरि चाहिँ हामी मुङ चाहिँ कम्ती एमाउन्टमा चलाएर दाल चाहिँ हामीले मटर र चाना चलाउने गर्छौँ यो तपाईको मेसिन चाहिँ खाली एउटा मात्रै देखिरहेको छु है 2 क्विन्टल पिन्नको लागि कति समयहरू लाग्छ तपाईको 2 क्विन्टल पिस्नुको लागि तपाईको 3 घण्टा कतिजना जस्तो वर्कर्सहरूले चाहिँ 3 घण्टामा सकिन्छ यहाँनिर चाहिँ खालि एकजना वर्कर्स मात्रै चाहिन्छ है हाल्नु बसेर हाल्नु मात्रै हो सही हालिन्छ र एकजनाले मेसिनले गर्ने हो नि त उनीहरूले जस्ट मेसिनमा त्यो पानी हाल्नु गर्नु मात्रै हो तपाईले यो लगानी सुरु गर्दाखेरि कति इन्भेस्ट गर्नुभएको छ अब मेरो इन्भेस्ट पुरा भयो नि मेरो नभनेको पनि तपाईको 7-8 लाख चाहिँ इन्भेस्ट भयो है चाहिँ अब हामीले कमाएर राखेको हामीले है जोगाएर राखेको थियौँ त्यति बेला अब हो अन्त त्यहाँदेखि हामीले अब त्यो अब हामीले सोच्यौँ कि अब होइन हामीले गर्नु हुँदैन अरूको काम हाम्रो जानेकै छ चिन्या जानी छ पहिल्यैदेखिको गरेको भनेर चाहिँ हामीले पुरा पैसाहरू चाहिँ अब सेभिङ गरेर हामीले राखेको थियौँ र त्यही हामीले पैसा चाहिँ यहाँ इन्भेस्ट गरेको 18 देखि सुरु गर्नुभयो 25 आइपुग्यो हैन आफूले इन्भेस्ट गरेको चाहिँ फर्के कि फर्केन हजुर इन्भेस्ट गरेको त फर्के भनेपछि अहिले सबै नाफामा चलिरहेको छ है हजुर हजुर नाफामा चलिरहेको छ नमस्ते भ्युअर्स यहाँलाई कालिम्पोङ डायरीमा स्वागत गर्न चाहन्छु म समित तामाङ यो समय कालिम्पोङ जिल्ला अन्तर्गत रहेको पयुङ बस्तीमा छु अनि तपाईलाई विशेष जानकारी गराउन पर्दा तपाईले यो जुन तपाईले देखिराख्नु भएको छ यो सुकाएको यो एउटा फिङ हो जुन चाहिँ कालिम्पोङमा मात्रै चाहिँ बनिन्छ भन्ने कुराहरू तपाईलाई जानकारी गराउन चाहन्छु हुन सक्छ अरु कुनै अन्य जग्गामा पनि बनिन सक्छ तर हाम्रोतिर चाहिँ विशेष वेदरको हिसाबले हो भने चाहिँ फिङ चाहिँ विशेष कालिम्पोङमा मात्रै बनिन्छ भन्ने कुराहरू सुनिरहेका छौं अनि यो फिङको निम्ति चाहिँ मैले लामो समयदेखि प्रतीक्षा साचेको हो किनभने कालिम्पोङलाई विशेष गरेर फिङद्वारा पनि चिनिन्छ नि त अनि यो फिङको पानीद्वारा नै फम्बी पनि बनिन्छ जुन फम्बी हामी बजारको विभिन्न ठाउँहरुमा पसलहरुमा फम्बी जुन हामीले पाउँछौं त्यो फम्बी पनि यही फिङको पानीद्वारा नै बनिएको हुन्छ है त्यसको प्रोसेसहरु पनि हामीले हेरेका छौं हामी तपाईलाई पनि देखाउने छौं अनि हाम्रो विशेष प्रयास भनेको पनि यही हो जति जनाले आफ्नो क्षमता अनुसार आफ्नो दक्षता अनुसार धेरै जस्तोको स्वरोजगारको निम्ति काम गरिरहेको छ त्यस्तो स्टोरीहरुलाई चाहिँ हामीले विशेष कालिम्पोङ डायरीको पक्षबाट हामीले त्यो स्टोरीहरुलाई कभर गरेर धेरैसम्म पुर्याउने हाम्रो उद्देश्यहरु रहेको छ है विगतको वर्षको कुराहरु गरौँ भने फार्मिङलाई एग्रिकल्चरलाई नर्सरी अनि बुनियादी थुप्रो कुराहरुलाई लिएर हामीले विभिन्न स्टोरीहरु बनाएका थियौं त्यो धेरै राम्रो रेस्पोन्स पनि हामीले प्राप्त गरेका थियौं भने यो वर्ष पनि हामीले यही पुरानो वर्ष छोडिएको मुहिमलाई फेरि पनि हामीले निरन्तर रूपमा गर्नुपर्छ भन्ने हिसाबले हामीले गरिरहेका छौं अनि यो तपाईहरुलाई विशेष जानकारी होस् कि यो फिङ जुन हामी एउटा सब्जीको रूपमा लिन्छौं हामी विशेष गरेर च्याउतिर अनि सिबीतिर मिक्स गरेर अथवा यसलाई नुडल्सको रूपमा पनि प्रयोग गरिनु सकिन्छ भन्ने कुराहरु पनि विशेष जानकारी भएको छ अनि यो फिङ चाहिँ कसको प्रयासमा भएको हो उनीहरुले के कस्तो मेहनत गरेको छ हैन यसमा के कति आय लागेको छ के कति इम्प्लोइहरु छ प्रोडक्सनको निम्ति के कस्तो व्यवस्थाहरु मिलाउनु पर्ने छ थुप्रै कुराहरुलाई चाहिँ हामीले यो भिडियोमा पस्किएका छौं नमस्कार है म आज थापागाउँ पयुङबाट तपाईहरुलाई म आज यहाँ भाइहरु हुनु भएको रहेछ है फिङको कसरी प्रोसेस हुन्छ भनेर है अन्त म तपाईहरुलाई सुरुदेखिको अब देखाउने छु फिङ चाहिँ कसरी बनिन्छ भनेर हो यो चाहिँ आजको मुङ दाल हो यो मुङ दालको फिङ बनिन्छ है अब यो चाहिँ गमको लागि पिसिन्छ खासमा चाहिँ यो चाहिँ बेसी पिसिँदैन कम्ती एमाउन्टमा पिसिन्छ यो चाहिँ हामीलाई स्पेशली गम चाहिँ चाहिन्छ अहिले म तपाईहरुलाई गम कसरी के हो भनेर पनि देखाउँछु है अन्त अघि हामीले बिहानै पिसिसक्यौं चना र मटर चाहिँ हो चना र मटर चाहिँ अघि हामीले पिसिसक्यौं यो चाहिँ लास्टमा रहेको मुङ दाल पिसिँदैछ र यो मुङ दाल पिसिसकेपछि चाहिँ यसरी है अब अलिकति पानीसँगै पिस्नुपर्छ र यस्तो भएपछि चाहिँ तपाईले यो यस्तो हुन्छ यो चाहिँ यसो भएर चाहिँ भाइले चाहिँ यहाँ हाल्छ यहाँ हाल न भाइ यहाँ हालेर चाहिँ तपाईको अब चाल्नीमा चाहिँ छानिन्छ यो मेसिनले छान्छ है
यो मेसिनमा छानेपछि जुन चाहिँ त्यो वेस्ट हुन्छ त्यो चाहिँ तपाईँहरूले सुँगुर बाख्रालाई दिँदा पनि भयो। त्यो चाहिँ अब फ्याक्टो भन्छ त्यसलाई चाहिँ अब त्यो वेस्ट कहाँ छ राजु? यहाँ यस्तो हुन्छ त्यसको चाहिँ त्यो चाहिँ यस्तो हुन्छ त्यो छानेको यो चाहिँ काम लाग्दैन। यो चाहिँ तपाईँहरूले सुँगुर बाख्राहरूलाई दिँदा हुन्छ, गाईलाई दिँदा पनि हुन्छ। तर बेसी प्रोटिन भएको कारणले गर्दा चाहिँ गाईले चाहिँ बेसी दुध दिन्छ। यसले चाहिँ पानी निस्केको चाहिँ त्यो ड्रममा भरेर राख्नुपर्छ है। ड्रममा भरेर राखेपछि चाहिँ भरे आफ्टर तपाईँको 4 घन्टा चाहिँ यो राख्नुपर्छ। 4 घन्टा राखेपछि चाहिँ तपाईँलाई एउटा लेयर बस्छ है। यो चाहिँ पानी सबै घोप्टिन्छ, मुनि चाहिँ एउटा लेयर बस्छ, 2टा लेयर बस्छ। फर्स्ट लेयरमा चाहिँ फम्बी तपाईँले खानु भएको छ, कालिम्पोङको सबभन्दा अब है अब चल्ती फेमस अब भनौँ न अब फ्रुटहरूमा अब जानिने कालिम्पोङमा आलुदम फम्बीहरू त अब उयो हो। अन्त त्यो चाहिँ फर्स्ट लेयर चाहिँ फम्बी हुन्छ। त सेकेन्ड लेयर चाहिँ बसेको जुन चाहिँ अलिक बेसी बसेको लेयर चाहिँ तपाईँको फिङ हुन्छ। यो तपाईँले अघि बिहान त्यो छान्दै गरेको चाहिँ यो अहिले पानी फ्याँकिसक्नुभयो है। फानिसकेर चाहिँ यो जुन तपाईँको यो मुनि जामिएको छ नि यो कति जस्तो चाहिँ निक्लिन्छ एउटा डोलबाट चाहिँ? यो चाहिँ अब किलो जस्तो किलोको कुरा गऱ्यो भने चाहिँ यसमा 7 किलो 7 किलो भएर 5 किलो त्यो र फम्बीको लेयर पनि यही बसेको यही हुन्छ है। त्यो मुनि चाहिँ फिङको लान्थी अनि माथि चाहिँ फम्बीको लागि बसेको हुन्छ। हजुर यो फम्बीको चाहिँ यो माथि नै अलग्गै देखिरहेछ। हजुर यसको मुनि चाहिँ अलिकति तपाईँको यहाँनिर हेऱ्यो भनेदेखि चाहिँ म देखाइदिन्छु। हजुर सेतो मेन सेतो देख्छ, म देखाइदिन्छु अलिकति। ए त्यो माथिको चाहिँ सबै फम्बी है? हजुर यो जुन सेतो देख्दैछ नि हजुर 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 त्यो चाहिँ फिङको निम्ति। हजुर फिङको हो। हजुर यो चाहिँ फम्बीमा आउँछ। मेहनत कति छ यसमा? मेहनत त छ यसमा। हजुर अब यो थुक्पाहरू जस्तो होइन, हजुर यसमा चाहिँ मेहनत चाहिँ एकदमै छ। तपाईँ त विभिन्न ठाउँहरूमा पनि काम गर्नुभएको रहेछ होइन? अनि अरूको कम्पेरिजन हेरेर यो ठाउँमा कतिको आफूलाई काम गर्न मजा आइरहेको छ? मलाई त अरू जग्गा भन्दा पनि यहाँ चाहिँ योपालि चाहिँ मलाई बहुतै मजा भएको छ काम गर्ने। साथीहरू पनि त्यस्तै मिल्दैहरू छ है। हजुर अरू जग्गा भन्दा चाहिँ अरू जग्गामा गऱ्यो गर्नु त त्यस्तै दुःखहरू खेप्दै भए पनि गऱ्यो, तर पनि पछि चाहिँ हटेन। अझै पनि अब झन् फिक्स यहीँ दादाकै बसेर गर्छु भन्ने सोचाइ छ मेरो। है हजुर यसरी छानिन्छ है, छान्नु चाहिँ यसरी छानिन्छ। त यसलाई डल्ला यस्तो बनिन्छ। यसको एकदमै यो पिटेर 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 यसलाई यसरी डल्ला बनाउनुपर्छ है। डल्ला यसलाई चाहिँ नभनेको पनि 2 घन्टा जस्तो यसलाई पिटेर पुरा सुकाउनुपर्छ। तपाईँहरूले छुर्पी बनाएको देख्नु भएको छ नि? हजुर हजुर छुर्पी बनाएको सेम हो। अझै छुर्पीलाई त अब त्यसरी पिट्नु पर्दैन, यसलाई चाहिँ एकदमै ड्राई बनाउनुपर्छ। किनभने भोलिको भरै यो गएर चाहिँ यसलाई काटेर चाहिँ यसलाई पाउडर बनाएर चाहिँ फिङ बनिन्छ नि त यसको चाहिँ। त्यो हामीले चाहिँ दालको भित्रको चुर निकालेको भनौँ न, चुर चाहिँ निकालेको हो। यो चाहिँ डल्ला हो। डल्ला चाहिँ यसलाई यसरी पिटेर 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 ड्राई गरेर यसलाई तल लगेर मचानमा लगेर यसलाई काटेर चाहिँ सुकाउनुपर्छ। अहिले म तपाईँलाई तल देखाउँछु है कसरी गर्छ भनेर। तपाईँहरूले चाहिँ एकपल्टमा चाहिँ कति किलोको जस्तो चाहिँ प्रोडक्सन गर्नुहुन्छ? हामीले एकपल्टमा हामी 2 क्विन्टल पिस्छौँ। 2 क्विन्टल है? 2 क्विन्टल। दाल चाहिँ कुन चाहिँ हो? हाम्रो दाल चाहिँ एउटा चाना पिस्छ है, एउटा मटर र गमको लागि चाहिँ हामीले मुङ पिस्छौँ हो। गमको लागि चाहिँ मुङ पिस्नै पर्छ, विदाउट मुङ चाहिँ हुँदैन। किनभने गमको लागि उहिले त खास गरी हो भने त मुङ मात्रै पिसिन्थ्यो, तर मुङको एमाउन्ट चाहिँ अहिले 110 रुपियाँ केजी भएको कारणले गर्दाखेरि चाहिँ हामीले मुङ दाल चलाउन सक्दैनौँ। किनभने फिङको रेट अलिक कम्ती नै छ कि फिङको रेट हुनु पर्यो 50 रुपिस पर प्याकेट। त हामीले मुङ दालको बनाउन सकिन्छ है। तर अब त्यो अब फिङको रेट कम्ती भएको कारणले गर्दाखेरि चाहिँ हामी मुङ चाहिँ कम्ती एमाउन्टमा चलाएर दाल चाहिँ हामीले मटर र चाना चलाउने गर्छौँ। यो तपाईँको मेसिन चाहिँ खालि एउटा मात्रै देखिरहेको छु है। 2 क्विन्टल पिन्नको लागि कति समयहरू लाग्छ तपाईँको? 2 क्विन्टल पिस्नुको लागि तपाईँको 3 घन्टा। कतिजना जस्तो वर्कर्सहरूले चाहिँ 3 घन्टामा सकिन्छ? योनिर चाहिँ खालि एकजना वर्कर्स मात्रै चाहिन्छ है। हाल्नु बसेर हाल्नु मात्रै हो, सही हालिन्छ। र एकजनाले मिसिनले गर्ने हो नि त, उनीहरूले जस्ट मिसिनमा त्यो पानी हाल्नु गर्नु मात्रै हो होइन। अब पहिला हो भने चाहिँ हातले पिस्थ्यो अरे, त्यसमा चाहिँ अब बेसी वर्कर्स चाहिन्थ्यो। यहाँ छान्ने पिस्नेमा चाहिँ खालि 2 जना वर्कर्स, त्योभन्दा बेसी हामी वर्कर्स दिँदैनौँ। तर तल पकाउनेमा चाहिँ हामी बेसी वर्कर्स दिन्छौँ। यो चाहिँ सेकेन्ड स्टेज हो। माथिबाट चाहिँ डल्ला कुटेर है, अघि तपाईँलाई मैले डल्ला देखाउँदै थिएँ नि, यो चाहिँ यस्तो बनाउनुपर्छ है। तपाईँको यो डल्ला पिटेर चाहिँ यसलाई चाहिँ यसरी पाउडर बनाउनु पऱ्यो फेरि यसलाई। हजुर हजुर यो चाहिँ अब कर्नफ्लोर जस्तै हुन्छ, एकदमै एकदमै स्टिकी हुन्छ क्या यस्तो यस्तो हेर्नुहोस् न हो। अन्त यसलाई यस्तो बनाएर चाहिँ तपाईँको अब योलाई बनाएर फेरि हामीले यसलाई डोलमा हाल्छौँ है। अघिको मुङ दाल चाहिँ किन पिसेको भन्नुहुन्छ होला है।
मुङ दाल पिस्नुको कारण चाहिँ म तपाईँलाई देखाउँछु है। यो मुङ दाल पिस्नुको कारण चाहिँ तपाईँको यो हो, यो चाहिँ मेन हो। यो चाहिँ गम बनिन्छ, गम है। यो गम बनिन्छ र पाउडरसँग मुसिन्छ अहिले हो। यो यसरी गम मजाले पकाउनुपर्छ। यसलाई जति पकायो राम्रो पाकेन भने पनि फिङ बनिँदैन, मतलब फिङ छोटो आउँछ, फिङले दग्दी हुन्छ है। भाइहरूलाई पकाउँदाखेरि दग्दी हुन्छ। यो मजाले यसलाई पकाएर अहिले फेरि यहाँ हालेर सेलाउँछ। अब भाँडा मात्रै ठक्कै हालेर सेलाउँछ है। अहिले म तपाईँहरूलाई देखाउने छु। यो अब भाइले पकाउँदैछ। यो भाइले मजाले पाकेपछि मात्रै यो निकाल्छ, यहाँबाट निकाल्छ। अनि यो गरेपछि चाहिँ भाइहरूले यहाँ रेडी गर्दैछ है मुस्नुको लागि। यहाँ भाइहरूले पाउडर हालिसकेको छ। यो फिङको यो जुन चाहिँ पनि माथिबाट अघि लिएको डल्लाको पाउडर चालेर यसलाई पनि चाल्नु पनि पर्छ। फेरि यतिकै काटेर मात्रै हुँदैन, चालेर यसलाई राम्रो पाउडर बनाएर यसमा दाना चाहिँ एउटै नबोसोस्, राम्रो पाउडर होस् है, एकदम हुनुपर्छ भनेर चाहिँ भाइहरूले मजाले चालेर चाहिँ यो यसो गरेको छ। अब त्यो गम सेलाएर चाहिँ यहाँ हाल्छ र भाइहरूले मुस्छ है। अहिले म तपाईँहरूलाई मुसेको पनि देख्नु सक्नुहुन्छ तपाईँले है। यो चाहिँ अब तपाईँहरूको है मुसिसकेपछि चाहिँ अब यसको ड हुन्छ नि त, ड हुन्छ है। ड बनाएर चाहिँ भाइहरूले यहाँनिर पानी उम्लिँदैछ। यो तपाईँहरूले देख्नुभएको छ, पानी उम्लेर चाहिँ यो सरोमा है, यो भाँडामा चाहिँ उनीहरूले ड हालेर चाहिँ यहाँबाट चाहिँ झर्छ फिङ चाहिँ। यो भाँडा हो, यो चाहिँ सरो भन्छ यसलाई चाहिँ है। यो सरो हो। यो भाँडालाई चाहिँ टक्कै यहाँ ठक्कै यसरी अड्किन्छ नि त तपाईँको। यो भाँडा चाहिँ यसरी टक्कै अड्किन्छ क्या, अड्केर चाहिँ यहाँ माथिबाट चाहिँ उनीहरूले पिट्छ। यो तपाईँहरूले मिसिनमा पनि अस्ति मलाई मैले हालेको थिएँ है मेरो फेसबुक पेजमा। अन्त कतिको कमेन्ट्स चाहिँ के आएको थियो भन्दा चाहिँ यो तपाईँहरूले अन्त किन यत्रो दुःख है, यसलाई चाहिँ मिसिनमा गर्दा चाहिँ हुँदैन भन्ने पनि क्वेसनहरू गरेको थियो मेरो कमेन्ट्समा आएको थियो कि। अन्त मैले चाहिँ होइन हुन्छ नि किन हुँदैन मिसिनमा गर्न, अहिले त सबै है अब सबै कुरा मिसिनहरूले गर्छ। तर मिसिनको डिमान्ड भन्दा चाहिँ ह्यान्डमेडको मात्रै डिमान्ड बेसी हुन्छ। जसो भए पनि हातले बनिएको चाहिँ एकदमै राम्रो हुन्छ। मिसिनले चाहिँ अब तपाईँको अब साइज सानो हुन्छ कि के हुन्छ, मिसिनको त्यस्तो डिमान्ड हुँदैन, ह्यान्डमेडको चाहिँ राम्रो डिमान्ड हुन्छ। हामीले अरू बेला चाहिँ है अब अहिले चाहिँ गरम लाग्यो र हामीले चाहिँ अहिले यसमा अब यो डिजल युज गर्छौँ हामी, पम्पबाटै डिजलहरू लिएर हामी डिजल र अब डिजल महँगो भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अलिकति उयो यसमा मोबिल र डिजल मिक्स गरेर बनाउँछौँ। त अरू बेला चाहिँ हामी चुलामा पनि बनाउँछौँ। चुलाको पनि छ हाम्रो अब मतलब अप्सनमा चाहिँ चुला पनि, किनभने जाडो महिनामा चाहिँ भाइहरूलाई अब पानीको पुरा खेल्नुपर्छ नि त। पानी पुरा खेलेको कारणले उहाँहरूलाई पुरा जाडो हुन्छ बिचराहरू। अनि यहाँ भट्टी लाउँछौँ हामी चाहिँ, भट्टीमा उयो चाहिँ तपाईँ आउनु सक्नुहुन्छ। गम चाहिँ उसरी सेलाइन्छ है। यो सेल्लेपछि चाहिँ अब यहाँ भाइहरूले अहिले हाल्छ नि यसरी। यो चाहिँ सेलाको भनेर भन्नुभयो है? हजुर, यो चाहिँ गम यसरी सेलाउनुपर्छ। आफ्टर 45 पछि चाहिँ मुसेर चाहिँ भाइहरूको है यस्तो मेहनत पछि चाहिँ यस्तो ड हुन्छ, यस्तो हुन्छ। यस्तो यो चाहिँ अब उहाँले अब पनिर टाइपको सुन्दै गर्छ है। हजुर हजुर यस्तो हुन्छ होइन। त्यसपछि चाहिँ यसरी सरोमा हालेर है यो पानी चाहिँ उम्लिराख्नुपर्छ। यो फिङ चाहिँ तपाईँले र खाँदा पनि भयो है। पानी चाहिँ यसरी उम्लेको हुनुपर्छ। आउनुहोस् यता हजुर। यसरी एकजनाले यसरी कुटेको यसरी निकाल्नुपर्छ एकजनाले चाहिँ होइन। यो फिङ चाहिँ बेसी पाक्नु पनि हुँदैन नि त। अन्त बेसी पाक्नु पनि हुँदैन, निकालिरहनुपर्छ। पानी चाहिँ उम्लेको हुनु पर्यो। पानी नउम्ले भने पनि हुँदैन, पानी बेसी पाक्नु पनि भएन, अन्दाजमा निकालिहाल्नु पर्यो। तपाईँले अघि भने अनुसार चाहिँ किन मेसिन युज नगरिएको भन्ने प्रश्न भयो भन्दै थियो नि, अब चाहिँ ठ्याक्कै देखाउनुहोस् न। हजुर, अब किन भन्दाखेरि चाहिँ यो ह्यान्डमेड चाहिँ यति राम्रो हो नि त। अब है ह्यान्डमेड मेसिनले गरेको र हातले गरेकोमा धेरै फरक हुन्छ नि त। जस्तो पनि रोटीहरू पनि मेसिनले बेल्ने रोटी छ नि होइन, किन छैन, छ नि। तर पनि मान्छेले किन हातले बेलेको मन पराउँछ। मान्छेले सिलौटोमा पिसेको अचार के अरे मिक्सीमा पिसेको अचारभन्दा सिलौटोमै पिसेको राम्रो हुन्छ नि त। त्यसो भए त मान्छेले अर्ग्यानिक किन खोज्छ त, त्यही भनेको नि भनाइ चाहिँ यही हो। अब यसमा चाहिँ ह्यान्डमेड चाहिँ राम्रो डिमान्ड हुन्छ। त्यसपछि पानीमै झर्छ है, यो चाहिँ यसरी पानीमै हुन्छ। त्यसपछि फेरि यसलाई पानीमै यसरी धोइराखेको हुन्छ भाइहरूले। फेरि यता लगेर अहिले यसरी झुन्डाइन्छ, फेरि पानीमै झुन्डाउँछ है। यसरी पानीमै 24 घन्टा। अब पानी चाहिँ एकदमै हुनु पर्यो तपाईँलाई। यसरी धोएर यसरी फेरि पानीमा झुन्डाउँछ यहाँनिर है। यसरी पानीमा झुन्डाएपछि अहिले यो भाइलेहरूले जो झुन्डाएको छ नि
त्यो पनि पानीले नभनेको 10-12 पल्ट चाहिँ पखाल्नै पर्छ। ओके। यसलाई पखालेन भने फेरि यसको गाँठो छुट्टिँदैन, टालिने पनि हुन्छ होला। टालिन्छ अन्त हजुर, टालिनेको कारणले पनि गर्दा हो। तर यो चाहिँ फिङ चाहिँ अब एकदमै सफा भनौँ न, एकदम मान्छेहरूले खान्छ, काँचो पनि खान सक्यो। अब एकदमै पानीको काम हो नि त। विशेष के कुरामा चाहिँ मिक्स आउट गरेर खान सकिन्छ यो कुराहरू? यसमा चाहिँ बिन्स है, सिबीमा, मसरुममा, अब मासुहरूमा जेमा पनि मिल्छ। खास गरी हो भने चाहिँ हामीले त्यस्तोमा खानु भन्दाखेरि चाहिँ हामीले वाइ खान्छौँ नि। वाइ खानु भन्दा चाहिँ मैले चाहिँ है मेरो 1-2 जना साथीहरू पनि थियो लद्दाखको, उनीहरूले काम पनि गरेको। उनीहरूले चाहिँ के गर्छ अरे भने अब सुप बनायो है, सुप बनायो एउटा, अब सुप बनायो अब मतलब चिकन सुप भयो, अब के को सुपहरू हुन्छ है। अन्त उनीहरूले अब बिफ युज गर्छ होला, बिफ युज गरेको सुप त्यो प्याकेट हुन्छ नि, त्यसलाई चाहिँ टक्कै सुप उम्लिँदै गरेर ठक्कै हाल्यो। अनि यो चाहिँ एकदम हालेपछि चाहिँ त्यसमा चाहिँ अब खाना खाएको जत्तिकै हो उनीहरूले खाना नुडल्स टाइपको। अब हामीले त्यो वाइ बनाएको टाइपको। अनि त्यसमा चाहिँ यसमा चाहिँ अब हाई प्रोटिन भएको कारणले राम्रो। यो चाहिँ यो प्रोसेससम्म आउँदाखेरि चाहिँ यहाँदेखि चाहिँ खाँदा भयो? हजुर, यो खाँदा यो चाहिँ खानुको लागि तयारी हो? रेडी हजुर। हजुर, त्यो प्याकिङ गर्नु अथवा ट्रान्सपोर्ट गर्नुको निम्ति चाहिँ सुकाइएको होला? हजुर, सुकाइएको हजुर। यो चाहिँ अब रेडी हो, यो चाहिँ उम्लिसकेको पानीमा निस्केको हो नि त। यो चाहिँ यसलाई चाहिँ अब तपाईँहरूले कतिवटा यसलाई स्लाड पनि बनिन्छ नि, यसको स्लाडमा पनि बनिन्छ होइन। मैले बाहिर बस्दाखेरि चाहिँ, म केरला बस्दाखेरि चाहिँ है, मेरो अनर अब जुन चाहिँ पनि हुनुहुन्छ मेरो अनर है, एमडीको चाहिँ के भरे भाइको चाहिँ उयो थियो नि त, वेडिङ सेरेमनी थियो। अनि मलाई चाहिँ हामीलाई चाहिँ एउटा क्राउन प्लाजा भन्ने चाहिँ त्यहाँ त 5 स्टार होटल हो, राम्रो अब होटलमा बिहे गर्नुभएको थियो। अन्त त्यहाँबाट मलाई चाहिँ इन्भिटेसन पठाउनु भएको थियो नि त मेरो अनरले। त्यतिखेर चाहिँ मैले त्यहाँनिर चाहिँ 5 स्टार होटलमा एकैपल्ट मात्रै देखेको केरलामा, त्यहाँनिर चाहिँ प्राउनसँग बनाएको थियो यसलाई चाहिँ, प्राउनसँग फिङ ग्लास नुडल्स भनेर लेखेको थियो है। यसो हेरेको त फिङ रहेछ हाम्रो कालिम्पोङको फिङ। अरू नखाए पनि म यो चाहिँ खान्छु भनेर अब कत्रो ठुलो अब हलमा है कतिवटा खाने त सबै लेभल थियो क्या, त्यो ग्लास नुडल्स विथ प्राउन भनेर लेखेको थियो नि त। अनि मैले त्यतिखेर चाहिँ त्यहाँ चाहिँ खाएको है। तपाईँ लामो समयदेखि फिङ प्रोडक्सनमा हुनुहुन्छ, आफूलाई चाहिँ मनपर्छ कि मन पर्दैन? मनपर्छ मलाई त। म चाहिँ मासुहरूमा हालेर खान्छु विशेष चाहिँ, मासुहरूमा। अब अरूहरूले चाहिँ हाम्रो नेपालीहरू त्यति साह्रो खाँदैन हौ कि, मलाई यसो मैले अब मेरो एक्सपिरियन्स अनुसार है। अब तर हाम्रो यहाँ त भाइहरूले चाहिँ पुरा मन पराउँछ, हाल्नु नि भन्छ कि। अन्त हामी चाहिँ लगेर खान्छौँ, भाइहरूले पनि खान्छ हो। मेरो हस्बेन्डले चाहिँ बरु त्यति खानु मन पराउँदैन, तर हामी चाहिँ खान्छौँ। किनभने यो चाहिँ मलाई मन पनि पर्छ, राम्रो पनि हो नि त, सफा कुरा हो। सफा कुरा बरु थुक्पाहरू खानुभन्दा चाहिँ यो खानु चाहिँ राम्रो हो। मैले जमिन एकजना चिनाजानै हुनुहुन्थ्यो, उहाँले दिलाइदिनु भएको थियो। मैले चाहिँ यस्तो पानीको सोर्स पनि सबै कुरा भएको, सबै अब है घाम पनि मिल्नु पर्यो। अब फिङ जहाँ पायो त्यहीँ खोल्छु भनेर पनि भएन नि त। फिङलाई चाहिँ मस्ट सुइटेबल हुनुपर्छ तपाईँको वेदर है, क्लाइमेट भनौँ न। अब क्लाइमेट चाहिँ अब यो फिङ जहीँ पनि हुँदैन, एउटा जग्गा हुन्छ काठमाडौँमा, मैले सुनेको छु काठमाडौँमा हुन्छ अरे। त कालिम्पोङ चाहिँ अब खालि अब फिङ चाहिँ सुइटेबल हुन्छ, किनभने अरू जग्गामा चाहिँ फिङ यो सेतो नभएर क्लाइमेटले गर्दाखेरि रातो हुन्छ फिङ। रातो फिङ त चल्दैन है, जति हामीलाई व्हाइट फिङ त्यति हाम्रो डिमान्ड हुन्छ। तपाईले सप्लाई चाहिँ कहाँ गरिराख्नु भएको छ? सप्लाई मेरो लद्दाख हुन्छ है, बेसी लद्दाख हुन्छ। अन्त लद्दाख भएर तपाईँको के भरे सिक्किम त जान्छ, भुटान है, अन्त दिल्लीहरू पनि जान्छ। अब मैले सुनेको अब म त बेसी होलसेलर्सहरूलाई दिन्छु यहाँनिर कालिम्पोङमा, होलसेलरहरूलाई दिन्छु। कतिपय अब कतिजनाले पठाउँछ अरे युएसहरू पनि सुनेको, तर अब जान्छ अरे युएसहरू पनि जान्छ अरे यो फिङ चाहिँ। तपाईँ यो व्यवसाय गर्नुभन्दा अगाडि होइन कुन चाहिँ ठाउँमा हुनुहुन्थ्यो अनि कसरी प्रेरणा पाउनुभयो कि म फिङ फ्याक्ट्री खोल्छु, प्रडक्सन खोल्छु भनेर कसरी सोच्नुभयो? हजुर, योभन्दा अगाडि चाहिँ अब है हामीले मेरो हस्बेन्ड चाहिँ एउटा ड्राइभर मान्छे हो है। अब उसको कालिम्पोङ भ्यान स्ट्यान्डमा उसको कोटा पनि छ। त अब ड्राइभरहरूको अब त्यस्तो अब उयो हुँदैन अहिले त, त्यो भएर चाहिँ म चाहिँ अब बाहिर गएँ क्या, केरला गएँ। बाहिर भन्दा पनि केरला उटी साउथ इन्डियातिर गएँ। अनि साउथ इन्डियामा गएर चाहिँ मैले अब एउटा सलुनमा म्यानेजर गर्थेँ। अन्त मेरो हस्बेन्ड पनि आउनुभयो। अन्त यसमा चाहिँ स्ट्रगल पुरा गरेको छ हामीले है। अन्त त्यो भएर हामी उता गएर आयौँ। अन्त त्यहाँदेखि उता बस्दाखेरि मेरो नानी त्यति बेला ठुलो छोरा अहिले 10 वर्ष पुग्यो, 11 वर्ष पुगेको छ। ऊ चाहिँ सानो थियो, 2 वर्ष 2 महिनाको मात्रै थियो। मैले त्यो आमासँग छोडिराखिदिएँ। अन्त
अब गएँ अब त्यस्तै थियो है अब मेरो ससुराको त पहिल्यैदेखि हुन्थ्यो फिङ हो गर्नुहुन्थ्यो उहाँले अन्त तर पनि अब मेरो हस्बेन्ड चाहिँ गाडी नै कुदाउनु हुन्थ्यो त्यहाँबाट मैले अब यसो अब त्यही हो अहिले त अब नानीहरूलाई त अब कम्पिटिसनको जमाना छ है अब नानीहरूलाई राम्रै स्कुल लाउनु पर्यो राम्रै अब अहिले त है खानु लाउनु राम्रै दिनु पर्यो पहिलाको जस्तो छैन अन्त मैले काम पाएर त्यहाँ काम गर्दै थिएँ अन्त 1.5 वर्ष जस्तो मैले त्यहाँ काम गरेँ मेरो हस्बेन्ड पनि आउनुभयो मेरो हस्बेन्डले पनि एउटा त्यहाँ पनि चालकै काम गर्नुभयो एउटा ड्राइभरै काम गर्नुभयो है एउटा आर्मी सुविधारको घरमा अन्त त्यहाँबाट हामी दुईजनाले चाहिँ पैसाहरू अब अलिक कलेक्ट गरेर आएर चाहिँ हामीले सोच्यौँ अब नानीसँग आमा टाढो भएको पनि राम्रो होइन हुन त मेरो माइत घरले सपोर्ट गर्नुभयो हो उहाँहरूले नानीहरू हेरिदिनु भयो अन्त मैले सोचेँ अब होइन जाउँ हामी हाम्रो हस्बेन्ड र वाइफको सल्लाह भयो कि हामी अब अलिक पैसाहरू कलेक्ट गरेर हामी होइन अब पैसाहरू बचत गरेर चाहिँ हामी यस्तो यस्तो खोलौँ हाम्रो अब जग्गा पनि छ पहिला हामीलाई त्यो गरिरहेको कुरा हो भनेर चाहिँ अन्त हामीले आएर चाहिँ त्यो पैसा हाम्रो कसैले पनि हामीले लोन पनि निकालेको होइन हामी दुईजनाको मेहनतले गरेर चाहिँ हामी यत्रो भएको हो अब म र हस्बेन्डले पैसा त्यो मेरो त्यति बेला 25,000 स्यालेरी थियो त्यहाँनिर हो अन्त मेरो हस्बेन्डको चाहिँ 15,000 थियो अन्त हामीले 1.5 वर्ष त्यहाँ काम गरेर चाहिँ आएर चाहिँ हामीले त्यो अब 1.5 वर्ष जस्तो गरेर जति पनि हामीले अब कमाएको पैसा चाहिँ हामीले यहाँ आएर चाहिँ हामीले यसरी गरेको हो लगाएको हो होइन अब यस्तो सम्झ्यो नि त आमा अब अहिलेको आमा जत्तिकै बाजे बोजूले आफ्नो अब गरे आमा भन्ने आमै हुन्छ नि त बाबा भन्ने बाबामै हुन्छ बिचरा बाजे बोजूले पनि कति उयो गरोस् भनेर चाहिँ हामीले चाहिँ नानीहरूको लागि नै यो गरेको किन अर्काको जग्गामा गएर काम गर्नु है हाम्रो कालिम्पोङमा पनि गऱ्यो भने हुन्छ भनेर चाहिँ हामीले गरेको यो फिङ तपाईँले कहिलेदेखि सुरु गरिराख्नु भएको छ कति वर्षको एक्सपिरियन्स छ है एक्सपिरियन्स त अब भनौँ भने म त अब 2012 मा मैले म बिहे गरेको है 2012 मा अन्त त्यतिखेर नै मेरो ससुराले गरिराख्नु भएको थियो हो अन्त त्यतिखेरदेखि नै मलाई जानकारी छ तर मैले स्टार्ट गरेको चाहिँ 2018 मा हो 18 अहिले 8 वर्ष भयो ओके यो फिङको सप्लाईको कुरा गरौँ न है तपाईँ लार्ज स्केलमा जुन हिसाबले प्रडक्सन गरिराख्नु भएको छ होइन कति जस्तो एम्प्लोइ छ तपाईँकोमा सँगसँगै कहाँ चाहिँ तपाईँको सप्लाईहरू गरिराख्नु भएको छ हजुर मेरो एम्प्लोइहरू चाहिँ अहिले फर्स्टमा चाहिँ मेरो 11 जना थियो अनि त्यसमा चाहिँ कसै अलिक बिमारी भयो है कसैको आमा बाउहरू बिमार भएर मैले अलिक छुट्टी दिएँ अब किनभने दिनै पर्यो है उनीहरूको अब जिउले अब असुविस्ता भयो भने त हामीले अब छुट्टी दिनुपर्छ है कतिवटा अब डोमेस्टिक प्रब्लम पनि भयो उनीहरूको मैले छुट्टी दिएँ कतिवटा भाइहरू नेपालको पनि थियो है अन्त अहिले चाहिँ फिलहालमा चाहिँ मेरो 8 जना छ ओके अन्त 8 जना छ अन्त यो चाहिँ हामीले अब प्राय मेरो चाहिँ अब पहिल्यैदेखिको कस्टमरहरू थियो नि त पहिल्यैदेखिको कस्टमरहरू भएको कारणले गर्दाखेरि चाहिँ मेरो चाहिँ अब लद्दाख जान्छ पोस्ट अफिसबाट हामीले चाहिँ 200 को बक्स बनाएर त्यसलाई चड्डी बोरा गरेर हामीले बाहिर चाहिँ टक्कै एड्रेसहरू लेखेर हामी थ्रु पोस्ट अफिस चाहिँ हामी बाहिर पठाउँछौँ हो अन्त सिक्किम त गइहाल्छ हामीले यहाँ गाडीमा हालिदियो भने लगिहाल्छ अनि मोस्टली हामीले होलसेलर्सहरूलाई पनि दिन्छौँ यहाँनिर होलसेलर्सहरूलाई दिन्छौँ होइन अब हामी प्रडक्सन गर्ने भयो होलसेलरले दिन्छ होलसेलर्सले अब रिटेलर्सहरूलाई दिन्छ होला त्यो होलसेलर्सहरूले चाहिँ कहाँ लान्छ मलाई थाहा भएन तर कालिम्पोङ होलसेलर्समा पनि जान्छ हाम्रो होलसेलर्सहरूलाई पनि जान्छ डिमान्ड के कति छ यसको मार्केटिङ फुलफिल गर्न सकिरहेको छैन यो पनि यसो जानकारी गराइदिनु हजुर अहिले चाहिँ मैले यो पालि चाहिँ मैले अलिक फुलफिल गरेको छुइनँ है गर्नु सकेको छुइनँ किनभने यो पालि मौसम एकदमै खराब भयो अब अहिले पनि हेर्नुहोस् तपाईँले त्यति घामै छैन हो डिमान्ड चाहिँ पुरा छ मेरो है डिमान्ड चाहिँ पुरा हुन्छ अब अस्तिको पालि चाहिँ कोही यस्तो हुन्छ फिङको पनि जनवरी फेब्रुअरीमा चाहिँ तपाईँको अलिकति डिमान्ड डाउन हुन्छ मार्केट यसको डिमान्ड डाउन हुन्छ किनभनेखेरि त्यतिखेर चाहिँ हिउँले गर्दाखेरि लद्दाखको बाटो बन्द हुन्छ हो अन्त यति बेला चाहिँ हामीले स्टक गर्ने अब किनभने यो अब तपाईँको सिर्फ मेरोमा अब यो 15 दिन छ यो काम सक्नु किनभने रेनी सिजनमा यो टप्पै बन्द हो भाइहरू पनि छुट्टीमा घरमा जान्छ है 3 महिना बन्द हुन्छ 3 महिना बन्द हुन्छ त्यो स्टार्टिङ सेप्टेम्बर टु अहिले मेसम्म मात्रै हो मे लास्ट भनौँ न मे लास्ट विकसम्म चाहिँ हुन्छ अब अलमोस्ट 3 महिना 3.5 महिना बन्द हुन्छ त्यति बेला हामीले स्टक पनि राख्न सक्छौँ त्यति बेला स्टक गऱ्यौँ भने चाहिँ हामीलाई चाहिँ अलिकति अब हामीले प्राइस अलिक हाई हुन्छ स्टकमा चाहिँ किनभने त्यतिखेर चाहिँ फिङको क्राइसिस हुन्छ क्या अब सबैतिर सकेको हुन्छ नि त अनि सबैले मलाई पनि दिनु नि स्टक कति छ राख्नेले त्यो बेला पुरा स्टकहरू राख्छ अनि यो फिङ बनिनुको निम्ति होइन दिनमा सुरु गरेर दिनै सकिनुपर्ने रहेछ नि त है कति यो दिनभरिको कति जस्तो अवधिमा चाहिँ 200 किलो दाल पिनेर त्यसको प्रोसिडियर कम्प्लिट भएर अनि यो सुकेकोसम्म आइपुग्नुको लागि चाहिँ कति समय लाग्छ हजुर त्यो चाहिँ अब पिस्नु त घन्टाको हिसाब अब मतलब 4 बजी उनीहरूले
उठ्छ 4 बजे उठ्नै पर्छ किनभने मर्निङमा गर्नुपर्छ घाम बेसी तात्यो भने पनि त्यसको जाम बस्ने कम्ती बस्ने चान्स हुन्छ नि त है अहिले चाहिँ गरम महिनामा चाहिँ अन्त त्यो भएर चाहिँ उनीहरू 4 बजे उठ्छ 4 5 6 7 8 बजी 7:30 भित्रमा उनीहरूले सक्छ 3.5 घन्टा हो त्यसमा चाहिँ सक्दिन्छ उहाँले अन्त त्यो गरेर उनीहरू एकछिन खाजासाजा खाएर एकछिन रेस्ट गरेर त्यहाँदेखि उनीहरू चाहिँ त्यो डल्ला यसो पिट्नेहरू पिट्छ है अन्त कसैले अब त्यसलाई फेरि भएर लडाएर केचा पनि गर्नु पर्यो नि त त्यसलाई अब फेरि एकपल्ट फेरि कतै त्यो वेस्ट चाहिँ नि अघिको त्यो वेस्ट कतै पसिहालेको छ कि भनेर फेरि त्यो चाल्नुपर्छ चेक हुन्छ फेरि रिचेक हुन्छ त चेक गरेर मात्रै त्यो लास्टमा डल्ला झुन्डिन्छ अनि त्यतिकै हो मर्निङमा चाहिँ अलिकति चापाचाप काम हुन्छ त्यहाँदेखि दिउँसो त हुँदैन वैसरी अब मुस्छ अब दिउँसो अब उनीहरूको दुईवटा दिनमा 2 क्विन्टल चाहिँ पाक्छ अहिले यो 1 क्विन्टलको हो यो जुन चाहिँ पनि यो अहिले बनाइरहेको यो फिङ छ नि 1 क्विन्टलको अहिले बनाउँदै गरेको 1 क्विन्टलको दिनमा 2 क्विन्टल चाहिँ पाक्छ होइन उनीहरू सकेपछि उनीहरू हातमुख धोएर टक्कै प्याकिङ रुममा बस्छ यो चाहिँ अब उनीहरूले 2 बान पकाइसक्दा चाहिँ त्यस्तै 11हरू बज्छ अन्त यो सुक्नु चाहिँ अब घाम अनुसारकै हुन्छ है त्यो चाहिँ फेरि अब यो वेदरले साथ दियो भने एकै दिनमा पनि सुक्छ अब यो अहिले बनाएको बेलुकासम्ममा हल्का हल्का ड्राई हुन्छ हावा पनि चल्नु पर्यो हावाले पनि सुक्छ नि यो चाहिँ एउटा थर्ड स्टेज भनौँ न है हजुर थर्ड स्टेज तपाईँले माथि एउटा देखाउनु भयो फर्स्ट स्टेज सेकेन्ड स्टेज त्यहाँनिर बुनिरहेको छ अनि यो चाहिँ थर्ड स्टेज हो है अनि अन्तिम स्टेज चाहिँ यो सुकेपछि यो हुन्छ सुकेपछि चाहिँ यसलाई चाहिँ अब हामीले माथि प्याकिङ रुममा लगिन्छ ओके अब यो सबै निकालेर है यसलाई पुरा ड्राई हुनु पर्यो फेरि ड्राई तपाईँको राम्रो ड्राई भएन भने यसलाई ढुडी आउने चान्स हुन्छ छिटो बिग्रिन्छ तर अब छिटो बिग्रिनुहुन्छ अन्त त्यहाँदेखि चाहिँ घुनहरू चाहिँ लाग्दैन यसमा न त थुक्पामा घुनहरू आउँछ भन्छ नि यसमा घुन चाहिँ लाग्दैन अब खोइ यसमा केमिकल फ्री भएर हो कि के भएर हो थाहा भएन त्यो चाहिँ घुनले चाहिँ खाँदैन यसलाई तर ड्राई राम्रो भएन भने चाहिँ ढुडी चाहिँ आउँछ त एकदमै राम्रो ड्राई भएर मात्रै हामी प्याकिङमा हाल्छौँ यसलाई तपाईको फाइनल स्टेज अथवा 5th स्टेज भनेको चाहिँ प्याकिङ पनि यही मान्छेहरूले नै गर्ने हो कि के हो हैन प्याकिङ एकजना भाइ पनि छ उनीहरूले सकेपछि उनीहरूको फ्री हो अब गएर प्याकिङमा बस्छ कसै सिलिङमा बस्छ सजिलो अब उनीहरूको चाहिँ मर्निङमा मात्रै उनीहरूको अलिकति हल्का चापाचाप काम हुन्छ मर्निङमा चाहिँ यताउति पकाउने ओर्ने हुन्छ हो अब त्यहाँदेखि चाहिँ उनीहरू बस्छ त्यहाँदेखि प्याकिङ गर्छ यसो खाना खायो रेस्ट गर्यो त्यति हो उनीहरूको तपाईँको प्याकेटिङको हिसाबले चाहिँ कतिको दरले बनाउनुहुन्छ कतिको रेटले बनाउनुहुन्छ अहिले एउटा प्याकेट चाहिँ है हाम्रो चाहिँ ग्रामको अनुसारमा हुन्छ ग्राम अनुसार नै हाम्रो मतलब त्यस्तो ग्राम अनुसार नै हाम्रो अब प्राइस हुन्छ अहिले हामीले अब 50 ग्रामको चाहिँ हामीले 16 रुपैयाँमा छोड्छौँ है अब यहाँबाट हामीले चाहिँ मार्केटमा त्यसरी छोड्छौँ मार्केटले अब होलसेलर्सहरूले कतिमा बेच्छ त्यो चाहिँ भएन थाहा भएन अब अलमोस्ट 20 रुपैयाँमा चाहिँ बेच्छ होला फाइनल चाहिँ उनीहरूले चाहिँ हो अब त्यतिमा चाहिँ बेच्छ होला अनि हामीले 60 ग्रामको चाहिँ 17 रुपैयाँमा छोड्छौँ हो अन्त अहिले 70 ग्रामको चाहिँ हाम्रो 70 ग्रामको पनि हुन्छ त्यो चाहिँ डिमान्ड अनुसारमा सपोज 50 र 60 चाहिँ कन्टिन्युमै बनाइ हुन्छ 70 को चाहिँ जसले अब बनाइदिनुहोस् न भन्यो भने मात्रै हामी बनाउँछौँ एम्प्लोयहरू जुन हिसाबले काम गरिरहेको देखिरहेका छौँ उनीहरूको बस्नु खानुको बन्दोबस्त कसरी मिलाउनु भएको छ बस्नु खानु त सबै हामीले दिनुपर्छ है मर्निङमा 7 बजी भन्दा 7 बजी चाहिँ हामीले उहाँहरूलाई एकदम ब्रेकफास्ट रेडी मर्निङ जस्तो उठ्छ उनीहरूलाई चिया हुनु पर्यो फर्स्ट चियाहरू आउँछ है टकटक काममै आउँछ चिया आउँछ चिया पछि चाहिँ उनीहरूले 7 बजी चाहिँ टक्कै खाना दिनु पर्यो विकली ट्वाइस चाहिँ हामीले उनीहरूलाई जस्तो मासु खान्छु भने त्यस्तै दिनु पर्यो अब कतिले पर्क खान्छ कतिले बिफ खान्छ हैन कतिले बफ खान्छ उनीहरूको डिमान्ड अनुसार आज हामी यो खान्छौँ हामीलाई फिसहरू जे भने त्यही ल्याइदिन्छौँ हामी चाहिँ हो त्यहाँदेखि अब अरू बेला खायो भने उनीहरूले अब सक्छ उनीहरूको पैसा उठाएर पनि खान्छ उनीहरूको अब किनभने अब त्यहाँदेखि टक्कै 12 बजी खाना दिनु पर्यो 7 बजी चाहिँ उहाँहरूलाई भात खाएर पनि ओछ्यानमा पसिसकेको हुनुपर्छ के कस्तो स्यालेरी दिएर कति स्यालेरी बेसमा राख्नु भएको छ स्यालेरीहरू त छ हाइस अब हाम्रो थाप्नेहरू छ 16,000 देखि 10,000 देखि चाहिँ माथि नै दिनुपर्छ स्यालेरी चाहिँ अब यो प्रोडक्सन पनि भयो तपाईको प्रोसेस पनि हेरे है अनि अन्तमा आएर यही जिज्ञासा हुन्छ मान्छेलाई हैन के कति कमाइराख्नु भएको छ के कति आय यसबाट कमाउन सकिन्छ भन्ने कुरा सबैको जिज्ञासा हुन्छ है तपाईको आफ्नो प्रोडक्सन छोडेर यो 2-3 महिना भित्रमा तपाई कति चाहिँ सेभ गर्न सक्नुहुन्छ अब त्यस्तो त अहिले त खासमा त उयो त गरेको छैन तर मैले अब यसो सेभहरू गरेको अब यता मेरो लगाएको गर्दाखेरि यताउति सबै है भाइहरूलाई स्यालेरी दिएर अब यसरी यस्तै 4-5 लाख चाहिँ कमाउँछु होला है हजुर सिजनभरि चाहिँ त्यसो अब है अब बसिरहनु भन्दा चाहिँ भइरहेको छ है घरहरू चलिरहेछ
हो अब गरिरहेको छौँ बाहिर गएर कसैको अन्डरमा काम गर्नु परेको छैन है यो आफ्नो अन्डरमा अब हामीलाई यतिमै सेटिसै छु भनौँ न है अब अरूको अन्डरमा गएर कोही बेला छुट्टी मिल्दैन है अब सानो नानीहरू छ मेरो त एउटा सानो नानी 8 महिनाको छ अब है कोही बेला बिमार हुन्छ अब अरूको घरमा गएर काम गऱ्यो भने त अब मेरो नानी बिमार छ भनेको टाइममा मैले छुट्टीहरू पाउँदिनँ है अब अरूको अन्डरमा काम गर्नु भन्दा चाहिँ मलाई सेटिस्फिकेसनै छ है तपाईँको एक्चुअल घर चाहिँ 11 माइल भन्दै हुनुहुन्थ्यो है तर यो जमिन चाहिँ तपाईँहरूले के लिज हजुर लिजमा लिएको मैले लिजमा लिएको ओके तपाईँहरू यहाँ जबसम्म प्रडक्सन गर्नुहुन्छ यहीँ बसेर गफ गर्नुहुन्छ हजुर यहीँ बस्छु हामी बस्नु अब सबै यहीँनिर हामी भाइहरूसँगै एज अ हामीले अब यो काम गर्ने हो भनेर हामी त्यसो गर्दैनौँ एज अ फ्यामिली क्या अब उनीहरू बिमार भयो भने मैले सबै हेर्नुपर्छ है अब सानो बिमार भयो भने म हस्पिटलहरू लानुदेखि लिएर हामीले उनीहरूले जे पकाउँछ हामी पनि त्यही खान्छौँ ए फ्यामिली जस्तो बसेको छौँ हामीलाई अब यो काम गर्ने हो अब यसलाई यस्तो नराम्रो हामी राम्रो भन्ने चाहिँ छैन हाम्रोमा चाहिँ हामी अब उनीहरू पनि घर छोडेर आएको हामी पनि घर छोडेर आएको है फ्यामिली जस्तो भएर बसेको छौँ इन फ्युचरमा गएर नि यो फिङ प्रडक्सनलाई लिएर कस्तो खालको प्लानिङहरू गरिरहेको हुनुहुन्छ किनभने समयअनुसार बजार पनि बदलिँदैछ होइन प्रडक्सन हाउसहरू पनि बदलिँदैछ होइन अब यो स्तरसम्म पुग्छु भन्ने खालको विचार गर्नुभएको छ कि छैन यसो सेयर गरिदिनुहोस् न अब है अब यसमा अब राम्रै भइरहेछ अहिले व्यवसायहरू हो अब तर अब पछि चाहिँ अब के सोच्छु भने है अब साह्रो हो नि त भाइ यो काम चाहिँ है साह्रो हो पछि चाहिँ अब एउटा है अर्कोबाट फिङ किनेर स्टक गरेर है बेच्ने चाहिँ आफू चाहिँ नगरेर प्रडक्सन नगरेर है मेरो अलरेडी मार्केट छ अनि अरूलाई चाहिँ अब अरूले गर्छ अरूकोबाट चाहिँ फिङ किन्यो स्टक गर्यो अनि राख्यो अनि पछि बेच्ने त्यस्तो सोचेको छु हजुर त्यस्तो सोचेको छु हो अब किन तपाईँ आफै चाहिँ गर्नु हुँदैन किनभने फ्युचरमा गएर त अझै यसको डिमान्ड हुनसक्छ रेट हाई हुन्छ होइन तर पनि अब यस्तो लाग्छ कि मलाई चाहिँ अब है मेरो त अब 2टा छोरा छ अब पछि गएर उहाँहरूले गर्दैन होला अब पढेपछि त है यस्तो अब हामी यस्तो यो मेहनतको काम हो नि त तपाईँले देख्नुभयो होला नि कति मेहनत छ यसमा अब भनौँ भने मार्केटमा चाहिँ यो फिङको दाम चाहिँ अलमोस्ट 100 रुपियाँ चाहिँ हुनुपर्ने अब यस्तो मेहनत छ है अब भाइ मेरो छोराहरूले त अब पछि गएर गर्छ गर्दैन है हुनु त उनीहरूको डिपेन्ड हुन्छ उनीहरूमाथि है अब गऱ्यो भने नि राम्रै हो आमा बाउको काम सम्हाल्यो भने तर अब कतिले त गर्दैन नि त है अब म अर्कै गर्छु आमा म अर्कै ठुलो पढ्छु भन्यो भने त अब दिनै पर्यो है अन्त त्यो गरेन भने चाहिँ अब है बुढो हुँदै जान्छ अब हामी अब गर्नु सक्दैन नि त अब यो चाहिँ अब कस्तो भने यसलाई चाहिँ अब यस्तो दिमाग पनि चाहियो मार्केट पनि जानु पर्यो पुरा बिजी लाइफ हो क्या यो अब अन्त गरेन भने चाहिँ अब है हस्बेन्ड वाइफ चाहिँ अब किन्यो अनि एउटा एज अ है होलसेलर जस्तो राख्यो अन्त त्यसरी चाहिँ अब तपाईँले अब यसमा चाहिँ इन्भेस्ट गर्नुभयो भने जस्तै अब तपाईँले 1 लाख फिङ चाहिँ किन्नुभयो अरे है स्टक गर्नुभयो भने त्यसलाई 2 रुपियाँ खायो भने त तपाईँले अलमोस्ट 2 लाख कमाइहाल्यो नि त त्यसरी चाहिँ मैले अब सोचेको छु है अब नानीहरूले गर्यो भने त ठिकै छ त्यसमा सपोर्ट छँदैछ होइन अब गरिरहेको कुरा उनीहरूले जानेकै छ अब सानैदेखि देख्यो भने त तर अब पछि चाहिँ मैले त्यस्तो सोचेको छु अब है अब जहिले तहिले अब हामी यस्तो अरूको जमिनमा बस्नु पनि सकिँदैन एउटा दोकान खोल्यो है त्यसरी सोचेको मेरो सोचाइ चाहिँ त्यस्तो छ अब उनीहरूले गर्यो भने पनि राम्रै हो नानीहरूले गर्यो भने पनि अब उनीहरूले राम्रो गरेर आफ्नो बिजनेस सम्हालेर है अब तर पनि अहिले त नानीहरू त मान्दैन नि त अब यस्तो जमाना अनुसारै चल्छ होला अब आफ्नो आमा बाउले यस्तो दुःख गर्यो त छोराछोरीले त गर्छ जस्तो त लाग्दैन मलाई परिवारबाट कति सपोर्ट छ परिवार हजुर सपोर्टै छ है अब आफ्नो छ मेरो त ससुराको पनि आफ्नै फ्याक्ट्री छ उसको त नुडल्स पनि छ है नुडल्स पनि छ अन्त हाम्रो मेरो अब यता माइतापट्टि पनि आफ्नै छ दाजुको छ मेरो एउटै दाजु हुनुहुन्छ हो उहाँले पनि यस्तै फिङै गर्नुहुन्छ हामी त अब फिङ फ्यामिली भन्दा पनि हुन्छ ओके तपाईहरु एउटा पहिलादेखि नै एन्टरप्रेन्योरको रूपमा काम गरिराख्नु भएको छ अब जस्तै अब उले अब मेरो हस्बेन्डले बाउको देखेर यो गर्यो ठिकै हो नि अब है अब एउटा हुन त अब ड्राइभिङमा पनि छ अहिले चाहिँ छैन पहिला जस्तो अब टुरिस्टहरू अब अहिले त अब के गर्नु अब टुरिस्टहरू पनि आउनु त आउँछ तर पनि अब त्यसमा अब पैसा त्यस्तो छैन अब एकजना ड्राइभरले बिचारा नानीहरू यो गर्नु राम्रो मलाई चाहिँ लाग्छ कि बिचाराहरूले अब पढाउनुदेखि लिएर एजुकेसनहरूदेखि लिएर उहाँहरूको अब नानीहरूको त कस्तो डिमान्ड हुन्छ फुलफिल गर्नु सकेर अब उसले यो खोर्यो राम्रै हो जान्छ बिचारा ड्राइभिङ पनि गर्छ उसले अब अफ सिजनमा कुदाउँछ गाडी पनि कुदाउँछ अब तर अफ सिजनमा चाहिँ त्यस्तो हुँदैन नि त टुरिस्टहरू अब सबै अब बाटो बन्द हुन्छ अहिले त सबैतिर बाटो ब्लक भएको कारणले गर्दैन हो अन्त अब उसले खोल्यो राम्रै भयो है अब हाम्रो छोराछोरीहरूले पनि खोल्यो भने राम्रै हुन्छ अब उनीहरूलाई पनि सपोर्ट छ अब तर पनि अब खोल्छ जस्तो चाहिँ लाग्दैन मलाई ओके यो
एउटा प्रश्न मलाई ठ्याक्कै आयो कि कुनै पनि प्रोडक्सन हाउस अथवा कुनै पनि बिजनेस सुरु गर्दाखेरि धेरै रकम धेरै फाइनेन्सियल एउटा स्ट्रङ हुनुपर्छ है। तपाईँले यो लगानी सुरु गर्दाखेरि कति इन्भेस्ट गर्नुभएको छ? अब मेरो इन्भेस्ट पुरा भयो नि, मेरो नभनेको पनि तपाईँको 7-8 लाख चाहिँ इन्भेस्ट भयो है चाहिँ। अब हामीले कमाएर राखेको, हामीले है जोगाएर राखेको थियौँ त्यति बेला अब हो। अन्त त्यहाँदेखि हामीले अब त्यो अब हामीले सोच्यौँ कि अब होइन हामीले गर्नु हुँदैन अरूको काम, हाम्रो जानेकै छ, चिन्या जानी छ, पहिल्यैदेखिको गरेको भनेर चाहिँ हामीले पुरा पैसाहरू चाहिँ अब सेभिङ गरेर हामीले राखेको थियौँ र त्यही हामीले पैसा चाहिँ यहाँ इन्भेस्ट गरेको। 18 देखि सुरु गर्नुभयो, 25 आइपुग्यो होइन। आफूले इन्भेस्ट गरेको चाहिँ फर्के कि फर्केन? हजुर, इन्भेस्ट गरेको त फर्के। भनेपछि अहिले सबै नाफामा चलिरहेको छ है? हजुर नाफामा चलिरहेको छ। हुन्छ, अरू अन्य केही कुराहरू छ तपाईँको यसो सेयरिङ गर्न छ होइन? मैले सोध्न बिर्सेँ भन्ने कुराहरू यसो तपाईँले? होइन, अब यति नै हो है। अब हामीले चाहिँ यो चाहिँ अब हामीलाई चाहिँ अब यस्तो हो कि अब कतिको चाहिँ अब बाउ धनी भयो, बाउले गरिदिएको त हो नि भन्ने चाहिँ छैन है, त्यसमा चाहिँ छैन, त्यस्तो चाहिँ छैन। किनभने यो चाहिँ अब भोलिको दिनमा हाम्रो नानीहरूले पनि सिकोस् है, आफूले गरेको र अर्काले दिएको चाहिँ धेरै फरक हुन्छ। आफूले गरेको यो आफूले भन्छ नि, बाउले चाहिँ भने अरे नि सधैँ 100 रुपियाँ दिन्थ्यो अरे, अन्त त्यसले चाहिँ छोराले पुरा वेस्ट गर्थ्यो अरे पैसा होइन। अब के हो तपाईँ त्यतै एक दिन चाहिँ भनेछ अरे, अन्त जाऊ के अरे 100 रुपियाँ कमाएर आइज भनेको थियो अरे। अन्त जसरी भए पनि अब उसले कसरी कमायो, अब पुरा भारीहरू बोकेर कमायो होला, बाउले छ्या भनेर यसरी फ्याँक्दाखेरि अबुई नगर्नु नि, यो त कस्तो खाले हो, मैले कस्तो मेहनत गरेर कमाएको भन्ने भयो अरे नि त। त्यो आफूले अब मेहनत गरेको चाहिँ अब हामीलाई अब अहिलेसम्म थाहा छ कि हामीले कसरी चाहिँ यो स्ट्रगल गरेर हामीले कसरी यो हामीले बिल्डअप गऱ्यो भन्ने कुरा चाहिँ है। पछि गएर मेरो छोराहरूले पनि बुझोस् जस्तै लाग्छ है। अब उनीहरूले पनि यसरी मेहनत गऱ्यो भने चाहिँ हुन्छ। अब आमा बाउले गरिदिएको र आफूले गरेकोमा चाहिँ धेरै फरक हुन्छ। तपाईँ एउटा बजार जस्तो जग्गाबाट छोडेर एउटा यो अवेक जग्गा गाउँमा जुन जग्गामा बाटोको राम्रो सुविधा छैन होइन, त्यस्तो जग्गामा बसेर जुन हिसाबको मेहनत गरिराख्नु भएको छ होइन, आफ्नो काममाथि जुन हिसाबको डेडिकेसन छ तपाईँको, कतिको सेटिस्फ्याक्सन हुनुहुन्छ यस भन्ने खालके? हजुर। अब अहिले चाहिँ मलाई चाहिँ यस्तो पहिला चाहिँ मलाई अब कस्तो लाग्थ्यो भने ला के हो यो कस्तो जग्गामा आएछु भन्ने हुन्थ्यो कि। अहिले चाहिँ मलाई एकदमै यहाँको इन्भाइरोमेन्ट मनपर्छ है। फर्स्ट अफ अल चाहिँ बजारमा त है पानीको दुःख, अब अहिले हाम्रो घरमा हप्तामा 1 दिन पानी आउँछ अरे है। हामीलाई त अब त्यस्तो पानी खेलाउने बानी भयो, अब त्यस्तो त मनै पर्दैन क्या, क्राउड चाहिँ मन पर्नै छोड्यो। अब यहीँ बस्ने बानी भयो। हामी बर्खामा पनि म घर गयो भने 1 हप्ता बस्छु, फर्किहाल्छु, किन यहीँ राम्रो लाग्छ। मैले यहाँनिर अब हामीले अर्ग्यानिक पनि खानु पाएँ नि त, यसो मकैहरू रोपेको छु, डल्ले खोर्सानी खानु पायो है, कोपीदेखि लिएर। अब बिचरा हुन त मेरो हस्बेन्ड, म त बस्तीकै मान्छे हो, मलाई त आउँछ सबै कुरा गर्नु। मैले बाख्राहरू पनि पुरा पालेको छु है, खसीहरू पनि 10-11 वटा पालेको थिएँ। अन्त मलाई त आउँछ। मेरो हस्बेन्ड त बिचरा अब त कहिले नदेखेको मान्छे है, अब केही त जान्दैन र पनि उसले पनि अहिले त बानी भइसक्यो क्या, यसो रोपराप गर्छ। अब केहरू पनि लगाउँछ, बिउहरू लाउँछ, फर्सीहरूदेखि लिएर सबै अहिले चाहिँ बानी भयो। उसलाई पनि यतै मनपर्छ होला। अब अहिले चाहिँ मलाई पनि पुरै यतै मनपर्छ। यसै तपाईँ यो फिङ त तपाईँको सिजन एउटा प्रोडक्सन भयो होइन, अनि अन्य समय चाहिँ के गर्नुहुन्छ? अन्य समय चाहिँ अब म त त्यही हो, अब हाउसवाइफै हो है, यो गर्छु। अनि अब अन्य समय चाहिँ अब नानीहरू यसो स्कुल गएको बेला यसो पढायो सढायो है, त्यहाँ आयो, अन्त त्यहाँदेखि यसो टाइम पायो भने चाहिँ बारीमै काम गर्छु म चाहिँ। डल्ले खोर्सानी मान्छेले हेर्ने नजरिया कस्तो छ तपाईँप्रति? त्यो त मलाई त्यस्तो याद भएन, अब कसरी पर हेर्छ मलाई त। म चाहिँ अलिकति अब मलाई चाहिँ मान्छे भाइहरूले चाहिँ है अलिकति म चाहिँ स्ट्रिकै छु भनेर भन्छ है। अब मेरो हस्बेन्ड चाहिँ उसलाई चाहिँ अलिकति दादा चाहिँ अलिक सुझो हुनुहुन्छ भन्छ। अब होइन, अब कतिवटा कुरामा स्ट्रिक पनि गर्छु भाइहरूलाई, किनभने अब गर्नु पनि पर्यो। यत्रो 8-9 जनाहरू छ भाइहरू, अब बेलुका अलिकति है यसो च्यास्या खाएर लडाइँ पऱ्यो भने त अन्त सम्हाल्नु सक्दैन 8-9 जना भाइहरूलाई त है। अब भनौँ भने अब त म चाहिँ अलिकति स्ट्रिकै छु, भाइहरूलाई चाहिँ अब अलिकति स्ट्रिकै गर्छु। त्यस्तो पनि होइन, कराइराख्ने पनि होइन, अलिकति कामहरू बिगार्ने भाइहरू यस्तो नगर उस्तो नगर भनेर चाहिँ म चाहिँ अलिकति स्ट्रिक गर्छु। मसँग चाहिँ अलिकति भाइहरू डराउँछ। अब हस्बेन्डसँग चाहिँ फ्रेङ्कली क्या, दादा यस्तो उस्तो, दादा जे गरे पनि अनि पैसाहरू चाहियो भने पनि दादा खै भनेर सोधिराखेको हुन्छ क्या। मलाई चाहिँ भनेर नि के भयो भन न मलाई भने, होइन हौ किरण दादासँगै बात गर्नु थियो भन्छ कि। अन्त ए मलाई भन मलाई भन्छु कि, अन्त होइन भरे भन्छु भन्छ। भरे अनि उसलाई हस्बेन्डलाई सोद्धा
गर्दाखेरि चाहिँ भाइलाई यति हजार पैसा चाहियो अरे, उता यति हजार पैसा चाहियो अरे, के किन्छ अरे, फोन किन्छ अरे, के किन्छ अरे भनिराखेको हुन्छ क्या। हजुर। अन्त त्यतिखेर चाहिँ अन्त यस्तो रहेछ मसँग चाहिँ अलिकति उनीहरू अलिकति म पनि अब डराउँछ। एकजना त अब डर मान्ने हुनै पर्यो, किनभने अब है अब भाइहरू कता कताबाट छ। अब यो अहिले जति पनि यो भाइहरू काम गर्छ त्यो मेरो अन्डरमा मेरो रेस्पोन्सिबिलिटी हो कि उनीहरू के भएर लडाइँ परेर भोलि के भयो भने या बिमार भएर के भने मेरो रेस्पोन्सिबिलिटी हो। ऊ चाहिँ मैले भन्छु कि भाइहरूलाई जब पनि मेरो अन्डरमा काम गर्छ मेरो रेस्पोन्सिबिलिटी हो, तिमीहरू बाहिरको आएर दग्दिदियो भने मेरो रेस्पोन्सिबिलिटी हो, तिमीहरू झगडा परेर के भयो भने मेरो रेस्पोन्सिबिलिटी हो। त तिमीहरू चाहिँ मेरो अनुमति बिना चाहिँ उयो नगर भन्छु नि त। म चाहिँ अब एउटा यसो हुनु पनि पर्यो नि त। जस्तै अब हामीले नानीहरू स्कुल पठाउँछौँ त सरहरूको रेस्पोन्सिबिलिटी हुन्छ नि त। नानीहरू के भयो स्कुलभित्र हुन्छ बाहिर निस्केपछि त हामीलाई केही छैन। अन्तमा तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु, अथवा लाइक एउटा खुसी पनि छु एउटा आमा भएर जुन हिसाबले एउटा सुखमय जग्गा छोडेर बजार जस्तो जग्गा छोडेर अभेग जग्गामा आएर जुन हिसाबले प्रोडक्सन हाउस खोलिराख्नु भएको छ, निरन्तर रूपमा यो फिङको प्रोडक्सन गरिराख्नु भएको छ, 7-8 जनालाई एम्प्लोइ जेनेरेसन गरिराख्नु भएको छ हैन। अनि आफू पनि बन्निँदै अरूलाई पनि केही गरौँ भन्ने जुन हिसाबको सोच राखिरहेछ त्यसलाई त एकदमै ह्याट्स अफ छ है। तपाईको इन फ्युचरको धेरैवटा प्लानहरू छ हैन, यो फिङलाई लिएर सम्बन्धी यो प्रोडक्सनलाई लिएर अझै फलेर फुलेर जाओस् भनेर भन्न चाहन्छु है। तपाईले विशेष त समय दिनुभयो हाम्रो निम्ति। अब यति व्यस्त त समय छ, तपाईले मैले देखिहालेँ है, तपाईले 4 बजी उठेको दिन तपाईको काम हुन्छ भन्दै हुनुहुन्थ्यो हैन। यस्तो व्यस्त समयमा पनि तपाईले हामीसँग कन्ट्याक्ट गरेर जुन हिसाबको एग्री गर्नुभयो आएर गरिदिनुहोस् भनेर भन्नुभयो है, त्यसको निम्ति हामी तपाईलाई एकदमै धन्यवाद दिन चाहन्छौँ। हुन्छ, थ्याङ्क यू भाइहरूलाई पनि है। अब यो देखेर अब अरूहरूले पनि गर्नु सक्छ है। अब होइन हाम्रो कालिम्पोङभित्र पनि छ अब कतिजना है अब बाहिर जान्छ, बाहिर गएर पनि अर्काको देशमा गएर भोलिको दिनमा अब आफ्नो देश भनेको आफ्नै देश हुन्छ है, आफ्नो जग्गा भनेको आफ्नो जग्गा हुन्छ। अब स्याल त बाघ हुन्छ आफ्नो जग्गामा भनेपछि अर्काको जग्गामा गएर त है हामी त्यही हो। अब अर्काको जग्गामा गएर स्ट्रगल गर्नुभन्दा चाहिँ आफ्नै जग्गामा गरेर पनि हुन्छ, भइरहेको छ। मैले पनि गरेको हो, एक्सपिरियन्स छ मेरोमा पनि एक्सपिरियन्स छ। मैले पनि अर्काको जग्गामा गएर गरेकै हो, मैले अब नगरेको होइन है। तर अर्काको जग्गामा गरेर र यहाँ आफ्नो जग्गामा गर्नु धेरै फरक छ है। हामी फाइनल स्टेजमा आइपुग्यौँ। अब यो चाहिँ तपाईँको लास्ट स्टेज हो। जब तपाईँले चाहिँ अब तलबाट सुकेपछि ड्राई भएपछि चाहिँ अब यस्तो भयो है। यहाँ चाहिँ हाम्रो भाइ हो, यहाँ चाहिँ अब हाम्रो सिनियर भाइ भनौँ न। सिनियरले चाहिँ अब उसले चाहिँ अब पहिल्यैदेखिको कति नभनेको पनि अब उसको भयो होला 15 वर्ष जस्तो त भयो है भाइ, क्रस भयो। अब उहाँले चाहिँ गरेको अरे बिचरा अब सानोदेखिकै अब मुढामा चढेर घान हाल्ने मान्छे उयो अरे गर्थ्यो अरे। र अब अहिले चाहिँ उसले चाहिँ अब सबै गरेर चाहिँ उनीहरूले चाहिँ अब ओजन चाहिँ खास गरी चाहिँ हातैमा हुन्छ, उनीहरूको वेट चाहिँ हातैमा हुन्छ। तर अब यो चाहिँ अब बाहिर जाने अब हाम्रो चाहिँ होइन, यो लेभल चाहिँ हाम्रो होइन। यो चाहिँ अब एकजना दाजुको हो है, एकजना अब कालिम्पोङकै भुटिया दाजुको हो। उहाँले चाहिँ अब हामीलाई यो प्रिन्ट चाहिँ अब उसको बाहिर जाने अरे भनेर चाहिँ हामीलाई दिएको। खास चाहिँ हामीले अब यो मेरो प्रिन्ट, यो नाम मेरो प्रिन्ट होइन, यो लेबल मेरो होइन। हामीले चाहिँ सोचेको छौँ अब नेक्स्ट इयर चाहिँ म पनि अब यसो प्रिन्टेड निकालौँ, मेरो प्रिन्ट चाहिँ अब नामहरू राखौँ मेरो फिङको पनि भनेर सोचिरहेको छु कि। अन्त अब नेक्स्ट इयर चाहिँ हामी पनि प्रिन्टेड निकाल्छौँ। यो पालि चाहिँ अब भएन। अब नाम चाहिँ मेरो हस्बेन्डले चाहिँ गोर्खे फिङ निकालौँ न भन्दैछ अब है, अलिकति राम्रो पनि गोर्खाले बनाउने फिङ गोर्खे फिङ निकालौँ न भन्दैछ कि। कुन चाहिँ ठाउँ जाँदैछ यो फिङ चाहिँ मैले सुन्दाखेरि चाहिँ युएस जान्छ अरे चाहिँ। युएसएको निम्ति तयारी हुँदैछ। हजुर, रेडी भएको यो चाहिँ युएस जान्छ। सही चाहिँ डिमान्ड भएको छ। यो चाहिँ मलाई 30,000 यस्तो, यो 500 को कार्टुन है। यो चाहिँ 60 कार्टुन चाहियो मलाई। अलरेडी मैले 10,000 पुऱ्याइसकेको छु। 10,000 गइसक्यो, 20वटा कार्टुन गइसक्यो। अब 10वटा अलरेडी रेडी छ। अब रह्यो 30वटा कार्टुन मेरो। अब यसमा 30,000 अर्डर हो। यो सकेपछि चाहिँ अन्त अब अरूहरू पनि छ अर्डर हो। यो परको प्याकेटिङको चाहिँ प्याकेटिङ भइरहेको छ। ओ परको चाहिँ 50 ग्रामको हो। त्यसमा चाहिँ एउटा बन्डलमा चाहिँ तपाईँको एक बन्डलमा चाहिँ 10वटा हुन्छ। तर हामीले यो डोरीले यस्तै अर्डर आएको, खास गरी चाहिँ हाम्रो कार्टुनमा जान्छ कि। तर अब यो चाहिँ अर्डरै यस्तो आएको हो। अब टकटक यो दोकानमा तिर दिनु, यो एउटामा चाहिँ 50वटा छ, यस्तोमा चाहिँ 50वटा हुन्छ। यसलाई चाहिँ 50वटा लग्यो, टकटक दियो होइन। अन्त यस्तै खालि अर्डरै आएको हो। जस्तो अर्डर आयो त्यसै दिनु चाहिँ पर्यो हो। यसरी अर्डर आउँछ। अन्त खास चाहिँ यसरी जान्छ कार्टुनमा। हाम्रो चाहिँ कार्टुन चाहिँ एउटा 500 को हुन्छ, एउटा 200 को हुन्छ, एउटा 250 को हुन्छ।
कसरी एकजना दाम्पत्य जोडी जो केरलामा गएर जुन हिसाबले मेहनत गरेर त्यो रकम ल्याएर जुन हिसाबले यहाँनिर फिङ उत्पादनको निम्ति प्रडक्सनको निम्ति जुन खालको इन्भेस्टमेन्ट गर्नुभएको छ 7 लाखदेखि 8 लाखसम्म भनेको छ होइन त्यो प्रडक्सन गरेपछि 7-8 जनाको इम्प्लोइमेन्ट जेनेरेट जुन हिसाबले गरिरहेको छ एकदमै त्यो प्रशंसायोग्य भनेर भन्न चाहन्छु। धेरै जस्तो मानिसहरू चाहिँ हाम्रो युवाहरू चाहिँ आफ्नो ठाउँ छोडेर विदेशतिर गएर जुन हिसाबले काम गरिरहेको छ होइन त्यो काम गर्दाखेरि त पैसा त धेरै कमाउन सकिन्छ तर धेरै मालिकानाको अधिकारभित्र बसेर काम गर्नुपर्ने हुन्छ। तर जुन हिसाबको यहाँ दिएहरूको जुन हिसाबको भनाइ छ उनीहरूले आफ्नै ठाउँमा पनि यदि आफूले त्यो दृढतापन डेडिकेसन छ हार्डवर्किङ छ भने चाहिँ आफ्नो ठाउँमा पनि धेरै कुछ गरेर धेरै पैसा कमाउन सकिन्छ भन्ने कुराहरू पनि स्पष्ट भएको छ। अनि यो जुन एउटा स्टोरी मैले बनाउँदै थिएँ नि जब म बिहाइन्ड द क्यामेरा थिएँ धेरै कुराहरू मनमा लागेको प्रश्नहरू पनि मैले दिदीसँग गरेँ होइन। एउटा आमा भएर कसरी आफ्नो ठाउँमा जुन हिसाबले काम गरिरहेको छ डेडिकेटेडली काम गरिरहेको छ त्यो एकदमै ह्याट्स अफ अनि प्रशंसायोग्य भनेर भन्न चाहन्छु है। हामी दिदी जस्तो अनेकौँ आमाहरूले यस्तै उदाहरणीय कामहरू गरिरहेको छ विभिन्न ठाउँहरूमा हुनसक्छ युवाहरूको प्रयासमा हुनसक्छ कसैले युवा अथवा कुनै पनि वर्गको मानिसहरूले आफ्नो क्षेत्रमा आफ्नो क्षेत्रमा विभिन्न कामहरू गरिरहेको हुनसक्छ जुन कुराहरू अगाडि आएको छैन है। हाम्रो यो मुनि रहेको कन्ट्याक्ट नम्बर छ तपाईँहरूले कन्ट्याक्ट गरेर हामीसँग सम्पर्क गर्नुपर्ने हुन्छ। हामी तपाईँहरूसँगसम्म आइपुगेर हामी तपाईँको पनि स्टोरी कभर गर्ने अनि सारा संसारलाई अथवा जतिजना हाम्रो भ्युअर्स छ त्यो भ्युअर्सहरूलाई पनि देखाउने हाम्रो प्रयास गर्नेछौँ है। तपाईँहरूको भिडियो अब तपाईँको माध्यमबाट धेरैले धेरै कुराहरू सिक्छ भन्ने चाहिँ हामीलाई हाम्रो यो विशेष प्रयास रहेको छ है। अनि अहिले चाहिँ हाम्रो टिम कालिम्पोङ डायरीको टिम विशेष गरेर आज चाहिँ हामी विवेन साथी अनि म चाहिँ यो पैयुङमा थियौँ अनि आजको यो विशेष स्टोरी हामी तपाईँलाई पस्किएका छौँ है। तपाईँलाई के कस्तो लागेको छ अनि हाम्रो प्रयासबारे पनि तपाईँले कमेन्ट गरिदिने भनेर म विशेष अनुरोध गर्न चाहन्छु। अनि यस्ता विभिन्न स्टोरीहरू चाहिँ अब हाम्रो लाइनमा रहिरहेको छ है। हामी त्यो निरन्तर रूपमा बिस्तारै तपाईँहरूलाई पस्किनेछौँ त्यसको निम्ति चाहिँ तपाईँले हेर्नुपर्ने हुन्छ कालिम्पोङ डायरी।